좋은 거 있잖아. 일부러인가 봐. हेलो हेलो नमस्ते पोखरा तपाईँहरूलाई स्वागत छ है ल है ल है ल है ल है कस्तो राम्रो ठाउँ दिउँसोभन्दा राति घुम्नलाई यहाँ एकदम राम्रो छ यो किनकि लेक साइडमा म दोस्रोचोटि हो यो आज लिएर यो लेक साइडमा नाइटमा घुमेको अझै झन् राम्रो रहेछ पहिलाभन्दा धेरै राम्रो विदेशी पाहुनाहरू पनि आएको छ तपाईहरुलाई कस्तो छ तपाईहरु पनि पोखरा आएको ठाउँमा बेलुका चाहिँ घुम्न आउनुपर्छ है लेक साइड कस्तो लाग्यो पुरै मान्छेहरू लेक साइडमा आफ्नो आफ्नो पाराले हिँडिरहेको हुन्छ त्यसैले त्यो मकै भन्ने चिज जाने बेच्दो रहेछ है यहाँ नि मकै बेच्दैछ मकै जतिखेर नि सिजनमा पनि पाइँदो रहेछ झन् हाम्रो टुरिस्ट गाइडहरूले झन् मकैहरू मन पराउने नेपालको मकै सिजनको भन्दा नि अहिले त सिजनै हो है कपडाहरू लेडिजको कपडा चाहिँ दामी दामी हुन्छ भन्दै दामी दामी रहेछ कस्तो लाग्यो मान्छे हाइट कति अग्लो है गाउँघरमा मै अग्लो भन्दै यहाँ त कहाँ म भन्दा नि 3-4 इन्चकै मान्छे अग्लो पाइन्छ एकदम जापानकोतिरको जस्तो छ पुश बस है कति ठुलो अग्लो बस है लो इधर से आओ रमाइलो छ रमाइलो गर्नुपर्छ युट्युब कस्तो लाग्यो यता चाहिँ अब पछि अहिले एकछिनपछि चाहिँ लेक साइडतिर जानुपर्छ अहिले चाहिँ म यो माथिको बाटो हुँदै आएको छु कति दिदी यस्तो त 먹으세요.